नमस्कार, गुड इभिनिङ सबैजना साथीभाइहरूलाई र जो पनि युट्युबमा मसँग जोडिनु भएको छ अनि फेसबुकमा जोडिनु भएको छ तपाईँहरू दुईटैपट्टिको साथीभाइहरूलाई गुड इभिनिङ भन्न चाहन्छु। र धेरै दिन भएको थियो क्या यो मेरो सिग्नेचर ठाउँमा बसेर यसरी के भन्छ यो सिँढीमा बसेर भिडियो नबनाएको। र आज चाहिँ एउटा आतुरी भएर म भिडियो बनाउँदैछु। यसरी बेलुका लरतरमा बनाउँदिनँ थिएँ। आजको यो भिडियो चाहिँ एकदमै इम्पोर्टेन्ट र सेन्सिटिभ लागेकोले गर्दाखेरि यो भिडियो बनाउँदैछु। र तपाईँहरूलाई थाहा छ आफू शिक्षक भएकोले गर्दाखेरि त्यो शिक्षक अथवा शिक्षण सम्बन्धी कुनै पनि कुराहरू आएको खण्डमा चाहिँ त्यसले अलिकति बिच्ने हुन्छ हुने हुनाले गर्दाखेरि म यो भन्दैछु। र जसलाई पोलिटिकल पोस्टहरू मनपर्छ, जसलाई अरू पोस्टहरू मनपर्छ, तपाईँहरूले पक्कै पनि यो पोस्टलाई मन पराउनुहुन्न होला। तर जसले पनि शिक्षा भन्ने कुरा कतिको इम्पोर्टेन्ट छ मान्छेको सभ्यताको लागि, मान्छेको उत्तरोत्तर प्रगतिको लागि भन्ने कुरा जसले पनि बुझ्नुहुन्छ तपाईँहरूले चाहिँ यो राम्रो पनि मान्नुहुन्छ। र अलिकति यो सेन्सिटिभ इस्यु भएकोले गर्दाखेरि यो अलिकति लामो पनि हुन्छ कि जस्तो, अलिकति म भावुक बनेर गर्छु कि जस्तो पनि लागिरहेको छ। र जे होस् जति बनिन्छ होइन। र यो विषय चाहिँ विशेष गरी केही दिन अगाडि एकजना म्याडमले फेसबुकमा एउटा छोटो भिडियो हाल्नु भएको रहेछ। र त्यो भिडियो हेरेँ मैले 2-3 पल्ट हेरेँ या दोहोऱ्याइतिर हेरेपछि मेरो मनमा एक प्रकारको कुरा उब्जियो र एक प्रकारले मेरो मन उथुलपुथुल भयो क्या। र त्यो उथुलपुथुल हुँदाखेरि मैले त्यो मेरो भावनालाई मैले पोखाउने बाटो चाहिँ यसरी फेसबुक र युट्युबलाई लिएर मैले यो भिडियो बनाउँदैछु। र उहाँ म्याडमले चाहिँ के भनेर भिडियो बनाउनु भएको रहेछ भन्दाखेरि चाहिँ अहिलेको समय चाहिँ यस्तो समय आयो, कुनै पनि शिक्षक शिक्षिकाहरू चाहिँ सुरक्षित छैनन् स्कुलमा। र जहिले तहिले ह्युमिलेट भइरहेको हुन्छ, जहिले तहिले बुली भइरहेको हुन्छ, जहिले तहिले उनीहरूलाई इन्टिमिडेट गर्न खोज्छन्, जहिले तहिले उनीहरूलाई के भन्छ क्रिटिसाइज गर्ने गर्छन्। र त्यस्तो भएकोले गर्दाखेरि जहिले तहिले यस्तो प्रकारले ह्युमिलिएसनको बदलामा चाहिँ सेलेरी थापिरहेको जस्तो भइरहेको छ। र हामी एकदम मोरल्ली डाउन भएका छौँ। त्यो टाइपको उहाँले त्यो खालको भिडियो लाउनु भएको रहेछ। र अब विद्यार्थीहरूलाई कानुनले सुरक्षा दिएको छ, त्यसले गर्दा हामीले गाली गर्न पनि सक्दैनौँ है, अनि कुटपिट गर्न त कुरै आएन। त्यस्तो भएकोले गर्दाखेरि अनि शिक्षक शिक्षिकाको लागि चाहिँ कुनै कानुनी सुरक्षा छैन। त्यसो हुनाले गर्दाखेरि चाहिँ यो एकदमै क्या अहिलेको समयको शिक्षक शिक्षिका चाहिँ एकदमै के अब मोरल्ली डाउन भइसकेका छन् भन्ने टाइपको त्यो टाइपको उहाँको भिडियो थियो। र तपाईँ थुप्रैजनाले यो भिडियो हेर्नुभएको होला। र यो मैले भित्र सोचेर ल्याएँ कि यो कुरालाई महसुस गरेँ म आफैले। र उहाँले भन्नुभएको कुरा एकदमै 100% सत्य जस्तो लाग्यो क्या। र यही कुराले नै मलाई यो भयो। र त्यहाँनिर मलाई मात्रै त्यस्तो लागेको होइन, त्यहाँनिर थुप्रैजना अरू टिचरहरूले पनि मुनिपट्टि क्या 100% राइट कुनै के तपाईँले ठिक भन्नुभयो एकदम भनेर एकदम उहाँको कुरालाई सहमति जनाउनु भएको छ। र ती विषयमा चाहिँ मैले 2-3 पल्ट त्यो भिडियो हेरेँ। अनि यो भिडियो चाहिँ मैले कसरी पाएँ भन्दा उहाँ जुन टिचर म्याडमले यो पोस्ट गर्नुभएको थियो उहाँ त मेरो फ्रेन्ड लिस्टमा हुनुहुन्न थियो। तर उहाँको भिडियो चाहिँ मलाई मेरो फ्रेन्ड लिस्टमा हुनुहुने एकजना हेड सरले मलाई ट्याग गर्नुभएको रहेछ, सेयर गरेर ट्याग गर्नुभएको रहेछ। र मलाई मात्र होइन अरूलाई पनि ट्याग गर्नुभएको रहेछ। र ती मध्येमा मेरो पनि थियो। र त्यसलाई मैले हिजोको कुरा हो त्यो। र हिजो मैले बेलुका हेरेँ तर मैले कुनै प्रकारको प्रतिक्रिया जनाइनँ। र त्यहाँदेखि राति पनि एकपल्ट हेरेँ क्या, र पनि मैले त्यहाँ केही जनाइनँ। अघि बिहान पनि एकपल्ट हेरेँ, त्यहाँदेखि अघि दिउँसो पनि एकपल्ट हेरेँ। र त्यसमा मैले चाहिँ त्यो मेरो प्रतिक्रियामा चाहिँ यस्तो गरेर क्या छक्क परेको मैले एउटा इमोजी हालिदिएको छु, त्यसमा थिचिदिएको छु क्या। इमोजी त हालिहालिनँ तर मैले त्यस्तो थिचेर लगाइदिएँ। त्यो किन मैले त्यसो गरेँ भन्ने कुरा चाहिँ म टिचर भएको नातामा, म एउटा टिचर एडमिनिस्ट्रेटर भएको नातामा, म टिचर ट्रेनर भएको नातामा, म एउटा कम्युनिटी लिडरलाई ट्रेन गर्ने, कम्युनिटीलाई ट्रेन गर्ने, टिचर स्टुडेन्ट काउन्सिलिङ गर्ने मान्छे भएकोले गर्दा चाहिँ मेरो विचार अर्कै प्रकारले सेप भएको छ। र त्यसो हुनाले गर्दाखेरि मैले अहिले जुन कुरा मैले भन्दैछु मैले थुप्रै मान्छेलाई शत्रु बनाउँदैछु जस्तो पनि लागिरहेको छ मलाई। किनभने मैले त्यो कुरालाई जुन प्रकारले पर्सिभ गरेको छु, जुन प्रकारले मैले त्यसलाई लिएको छु, त्यो लिने चाहिँ मेरो मात्रै मन हुनसक्छ अथवा म जस्तै
सकारात्मक सोच हुने थुप्रै थुप्रै टिचरहरूको पनि मन होला, तर थुप्रैले चाहिँ त्यो जसले पनि यस्तो यस्तो दिएको छ उहाँहरूले चाहिँ पक्का पनि यो कुरा सुनेर मन दुखाउनुहुन्छ होला। तर तपाईँहरूले मन दुखाउँदा केही छैन, यो मेरो विचार हो, नितान्त व्यक्तिगत विचार हो। तपाईँहरूले मन दुखाउँदाखेरि मन दुखाउनु एकदम तपाईँहरूलाई के अरे थुर छ, तपाईँहरूले मन दुखाउनु सक्नुहुन्छ। तर मेरो कुरा चाहिँ पुरै सुनिदिनु होला भनेर भन्छु। अहिले विद्यार्थी नानीहरू बदमास छन्, अथवा टिचरलाई ह्युमिलेट गर्छ, अथवा टिचरलाई क्रिटिसाइज गर्छ, अथवा सेमिङ गर्छ, हेनतेन भनेर अहिले जुन कुरा भनिएको छ, तर त्यो कुरा नयाँ कुरा होइन। किनभने म 80को दशकको टिचर हुँ, 90को दशकको टिचर हुँ नि त। र त्यसो हुनाले गर्दा मलाई त्यतिखेरको थाहा छ नि, जतिखेर चाहिँ यो कर्पोरल पनिसमेन्ट भन्ने रोक्ने पनि त्यो सर्कुलर निक्लेको थिएन। किनभने यो आरटी एक्ट लागेको त 2010को 1 अप्रिलदेखि त हो। त्योभन्दा अगाडि नै कर्पोरल पनिसमेन्ट त बन्द भएको थियो भन्ने थियो नि त, होइन? सर्कुलर निक्लेको थियो, नोटिफिकेसन निक्लेको थियो। तर त्यतिखेर जतिखेर म टिचर थिएँ त्यतिखेर त्यस्तो नोटिफिकेसन थिएन। र त्यतिखेर पनि मजाले डन्ठा लाउनु पाउने, तत्थानाम गाली गर्न पाउने त्यस्तो जमानामा पनि स्टुडेन्टले टिचरलाई बुली गर्ने गर्थ्यो, स्टुडेन्टले टिचरलाई इन्टिमिडेट गर्ने गर्थ्यो, स्टुडेन्टले टिचरलाई ह्युमिलेट गर्ने गर्थ्यो, नाम राख्थ्यो दुनियाँभरको। टिचरले ब्ल्याकबोर्डमा केही लेखिरहेको बेलामा यता कार्टुन बनाइदिन्थ्यो टिचरको, त्यसो गर्ने गर्थ्यो। यो नयाँ कुरा होइन नि त। र मलाई चाहिँ त्यो नयाँ कुरा लाग्दैन। त्यो भयो एउटा कुरा। र अब त्यस पछाडि बिस्तारै यो 2010 सालदेखि त यो आरटी एक्ट लाग्यो र नानीहरूले अधिकार पायो भनेर भन्छौँ, अथवा नानीलाई सुरक्षित राखियो अब त्यो कर्पोरल पनिसमेन्ट गर्नुबाट अथवा के गर्नुबाट। तपाईँको 2010भन्दा अगाडि नै कर्पोरल पनिसमेन्ट त बन्द गरिदियो, र पनि स्कुलमा सुरुक डन्ठा लाउँथ्यो क्या टिचरहरूले। त्यसो गर्थ्यो। तितेपातीको डन्ठा, सिमालीको डन्ठा, बाँसको के अरे सिर्केना, त्यति मात्रै नभएर कान तान्ने कुखुरा बनाउने दमा गर्थ्यो। म आफैले पनि गरेको त्यसरी स्टुडेन्टलाई। तर त्यसरी त्यो जुन प्रकारको ह्युमिलेसन बदमासी छ नि नानीहरूको, त्यसले यो चाहिँ बदमासीलाई निराकरण गर्ने पनिसमेन्ट चाहिँ पक्कै पनि होइन भन्छु। किनभने त्यतिखेर पनि थियो नि त। जतिखेर पनिसमेन्ट दिने बेलामा त्यतिखेर त भयङ्कर राम्रो हुनु पर्थ्यो त, थिएन त? मसँगै टिचर गर्नेहरू अथवा मभन्दा सिनियर टिचर गर्नेहरूलाई सोध्नुहोस् त तपाईँहरूले, त्यतिखेर कतिको ह्युमिलेसन हुन्थ्यो। नाम राख्थ्यो क्या टिचरको, एक टिचरको नाम हुन्थ्यो त्यसरी क्या, के नाम हुन्थ्यो नि, त्यस्तो हुन्थ्यो। र त्यसो हुनाले गर्दाखेरि चाहिँ यो अहिले यो आरटी एक्ट लागेर नानीहरूलाई पनिसमेन्ट दिन नपाएर अथवा गाली गर्न नपाएर चाहिँ यसरी ह्युमिलेसन भएको होइन। यो ह्युमिलेसन भन्ने कुरा चाहिँ टिचरले उहिलेदेखि नै पाउँथ्यो, अनि रेस्पेक्ट पनि पाउँथ्यो। दुइटै कुरा हुन्थ्यो, त्यस्तो थियो। एउटा कुरा भने, एउटा कुरा है। अर्को कुरा, अब आरटी एक्ट नै सोचिलिउँ भने पनि 2010 सालमा जब आरटी एक्ट लाग्यो, आरटी एक्ट लागेपछि त नानीलाई फेल गर्न नपाउने, होइन, नानीलाई कुट्न नपाउने, गाली गर्न नपाउने, केही पनि गर्न नपाउने, इक्जाम लिन नपाउने, त्यस्तो भयो। र त्यस्तो हुँदाखेरि चाहिँ टिचरहरू मात्रै होइन, एजुकेसन डिपार्टमेन्टको इम्प्लोइज मात्र होइन है, सारा सिभिल सोसाइटी नै एकपल्ट क्या हो एकदम हताश भएको थियो। ला अब यस्तो भयो भने त विद्यार्थीहरू कस्तो छाडा हुन्छ, त्यस्तो हुन्छ भन्ने पुगेको थियो। त्यो अवस्था थियो। त्यतिखेर यस्तो खालको अवस्था थियो कि टिचरहरूलाई ट्रेनिङमा पनि खालि कसरी पढाउनु भन्ने थियो, अनि के अरे डिसिप्लिन मेन्टेन गर्नु लाग्थ्यो, डन्ठै थियो नि त त्योभन्दा अगाडि, अनि फेल गराइदिन्छु भन्ने थियो है, त्यो थियो। अब तर त्यो डन्ठा पनि खोसियो, त्यहाँ फेल गराइदिन्छु भनेर धमास दिने त्यो पनि खोसियो, त्यस्तो अवस्था भएको। त्यति बेला चाहिँ टिचरहरूलाई कस्तो भएको थियो, त्यतिखेर ट्रेनिङ पनि उनीहरूलाई त्यो सिचुएसनसँग कोप गर्ने ट्रेनिङ पनि दिएको थिएन उनीहरूलाई। र त्यस्तो बेलामा कति के भएको थियो, निहत्ता भएको थियो टिचरहरू। र त्यतिखेर नै फेरि यो सिसी लाउनुपर्छ भनेर तमास ट्रेनिङहरू भयो। अनि 2012 सालदेखि स्कुल म्यानेजमेन्ट कमिटीको ट्रेनिङ 2011 के अरे 10 सालमै 2010को सेप्टेम्बर 30 तारिक चाहिँ स्कुल म्यानेजमेन्ट कमिटी नयाँ प्रकारले गठन गर्नुपर्छ आरटी एक्ट अनुसारले भनेर चाहिँ एउटा नोटिफिकेसन निकालेको थियो। र यो आरटी एक्टले त्यसै आँखा चिम गरेर यो सबै पनिसमेन्ट रोकेको होइन। यसमा थुप्रो कुरा आरटी एक्टले नै प्रावधान दिएको छ। जस्तो एक प्रकारले त्यहाँनिर के छ भने उहिलेको समयमा 2010 भन्दा अगाडि स्कुल म्यानेजमेन्ट कमिटी त हुन्थ्यो, तर जम्मैजना हवस् सर हुन्छ, सरले जुन भन्नुभयो त्यो मान्छौँ भन्ने खालकोलाई स्कुल म्यानेजमेन्ट कमिटी राख्थ्यो।
अनि कतिजना स्कुल म्यानेजमेन्ट कमिटीको त नानी पनि त्यो स्कुलमा पढ्दैन थियो। तर आरटी एक्टले के गर्यो भन्दाखेरि चाहिँ यो यसरी पुटपिट गर्न गाली गर्न चाहिँ स्कुलमा टिचरहरूलाई बन्देज लाग्यो भनेदेखि चाहिँ नानीहरू बदमास हुन्छ। यस कारणले गर्दाखेरि चाहिँ आरटी एक्टले एउटा प्रावधान राख्यो कि स्कुल म्यानेजमेन्ट कमिटीमा चाहिँ कमसेकम पनि 75% चाहिँ प्यारेन्टबाटै हुनुपर्छ। जसको नानी पढ्छ त्यही चाहिँ त्यहाँ मेम्बर हुनु पर्यो, अनि अध्यक्ष पनि मेम्बर हुनु पर्यो, अनि 50% भन्दा कम्ती चाहिँ आमा पार्टी हुनु भएन, लेडिज हुनुपर्छ भनेर एकदम त्यहाँनिर लेखेर दियो। त्यसो गर्दाखेरि चाहिँ जसको नानी स्कुलमा पढ्छ उनीहरू चाहिँ डाइरेक्ट इन्भल्भ भयो नि त स्कुलसँग, होइन? त्यो भनेर चाहिँ गराएको थियो। त्यसरी गराउँदाखेरि चाहिँ कमसेकम त्यो इन्डिसिप्लिन भएको खण्डमा, नानीहरूले बदमासी गरेको अथवा उसको बेहोरा बिगारेको खण्डमा उसलाई आमा बाउले तह लाउने, स्कुल एज अ पार्ट अफ स्कुल म्यानेजमेन्ट कमिटी उसले के अरे अरू प्यारेन्टहरूलाई सम्झाउने, त्यो लिङ्केजको काम गर्ने हो, त्यस्तो हुन्थ्यो। र हामीले 2012देखि हामीले जुन स्कुल म्यानेजमेन्ट कमिटीलाई त्यो ट्रेनिङ दियौँ, 12देखि 16-17सम्म दिएको थियो। र त्यतिखेरको ट्रेनिङमा हामीले भनेका थियौँ क्या, जमाना अब बदलेको छ, हामी पनि बदलिनुपर्छ भनेर सर गुरुआमालाई हामी भन्थ्यौँ क्या, हामी पनि बदलिनुपर्छ। उहिलेको जमानामा घरमा नानीले बदमास गर्दाखेरि बाबाआमाले सरलाई भनिदिन्छु म, भोलि हेर न तेरो भनेर भन्ने चलन थियो, होइन? तर अब यस्तो समय आयो स्कुलमा नानीले बदमास गरेको भनेर तेरो बाबुलाई भनिदिन्छु भनेर भन्ने समय आएको छ। सर हेर्नुहोस् है, तपाईँहरू गाउँलेहरू सबैले बुझिराख्नुहोस्, यस्तो समय आएको छ। अब चाहिँ स्कुल म्यानेजमेन्ट कमिटीको ठुलो भूमिका रहन्छ यसरी नानीहरूको के अरे व्यवहार बानीमा, है, आचरणमा सुधार ल्याउनको लागि भनेर हामीले त्यसरी ट्रेनिङ गराएको थियौँ। र त्यो वास्तवमा त्यसरी पार्टनरसिप दिएको नि त, त्यही यो कुटाइ दिनु नपाउने र गाली गर्न नपाउनेको लागि नै त्यसरी दिएको, होइन? त्यस्तो भएको। र त्यसका साथसाथै तपाईँलाई थाहा छ है कि त्यसको पछाडि चाहिँ बिस्तारै टिचरहरूलाई यो के अरे नकुटिकन अथवा गाली नगरिकन कस्तो प्रकारले पढाउँदा हुन्छ त, होइन? के हुन्छ पेडागोजी त पहिलाको समयमा त फेल गरिदिन्छु भनेर डन्ठा लाउने मात्रै पेडागोजी थियो, पेडागोजी नै थिएन पहिलाको जमानामा। हामीले पढाउँदाखेरि पेडागोजी नै थिएन क्या। तर पछाडि चाहिँ अब हाम्रोमा त्यही माथिबाट डाइट पनि 3टा भयो, एसआई पनि एससिआरटीमा के अरे अपग्रेड भयो। त्यस्तो प्रकारले ट्रेनिङहरू, विभिन्न खालको ट्रेनिङहरू यी संस्थानहरूले, शिक्षक प्रशिक्षण संस्थानहरूले ट्रेनिङ दिन थाल्यो, टिचरहरूलाई इक्विप बनाउन थाल्यो, टिचरहरूलाई स्ट्रेन्थेन गर्न थाल्यो। र कसरी पढाउन सकिन्छ त, डन्ठा नलाउँदाखेरि पनि टेर्ने कसरी बनाउन सकिन्छ, फेल गराउँछु नभन्दैकन पनि नानीहरूले पढ्ने कसरी बनिन्छ भन्ने खालको ट्रेनिङ उहाँहरूले दिनु थाल्नुभयो। र त्यसरी टिचरहरू अपडेट हुँदै आएर पछाडि उनीहरूले सम्हाल्न थालेको थियो। र मलाई चाहिँ के विश्वास थियो, म रिटायर 2021मा हुँदाखेरि अलमोस्ट अबको टिचरहरू चाहिँ स्ट्रेन्थेन भइसकेको छ। र उनीहरूले चाहिँ अब यो जुन प्रकारको च्यालेन्ज जुन थियो सुरुवाती समयमा 2011, 2012, 2013, 2014 त्यसको समयमा थियो, र त्यो समयको जुन च्यालेन्जेसहरू थियो यसलाई चाहिँ अब कोप गर्न सक्ने टिचरहरूको क्यापेबिलिटी भइसकेको छ भन्ने लागेको थियो एउटा कुरा। अर्को कुरा चाहिँ अब उहिले हाम्रो जमानामा त हामी त के अब पढिसक्ने बित्तिकै टिचर भएको, हामीले बिएड गरेको थिएनौँ, डिएलएड गरेका थिएनौँ, पछाडि गरेको मात्रै हो। र अहिलेको पछिल्लो समयमा आएर चाहिँ बिएड डिएलएडहरू गर्ने, जस्तो प्रकार 2018मा त सबसे बेसी 447 जना प्राइमेरी टिचरहरू चाहिँ एकदम डिएलएडहरू एपोइन्टमेन्ट भएको थियो। र अब त्यसरी एकदम प्रोफेसनल्ली ट्रेन्ड टिचरहरू आएपछि झन् साह्रो सजिलो भन्ने भयो, एकदम बिएडहरू आयो ग्रेजुएट टिचरमा पनि, त्यस्तो हुन थाल्यो। र त्यसो हुनाले गर्दा एकदम अब हामीले चाहिँ त्यसरी सोच्दै थियौँ, अब भनेदेखि चाहिँ हाम्रो लाइनमा आए पहिलाको जुन प्रकारको क्योस थियो सोसाइटीमै क्योस थियो क्या, त्यस्तो क्योसबाट चाहिँ अब चाहिँ माथि उब्रियो भनेर लागेको थियो। तर यो भिडियो जब मैले सुने नि, त्यो सुनेपछि त मलाई कस्तो लाग्यो भनेदेखि चाहिँ यस्तो दुनियाँभरको यो ट्रेनिङहरू दियो, बिएड गराएको छ अहिले एकदम कम्पलसरी है, आरटी एक्टले त कम्पलसरी टिचरको, ग्रेजुएट टिचरको बिएड हुनैपर्छ, प्राइमेरी टिचरको डिएलएड 2 इयर्सको डिएलएड हुनैपर्छ, होइन? 2 इयर्सको बिएड पनि हुनु पऱ्यो ग्रेजुएट टिचरको भनेर भनिसकेपछि अब त हाम्रोमा वेल ट्रेन्ड टिचरहरू हुनुहुन्छ। र यो कुराहरू पहिलाको जुन हामी मुडे टिचरहरू थियौँ नि, मुडे टिचरहरू भन्दा त कहाँ सिपालु टिचरहरू छन् भन्ने लागिरहेको थियो। र अब चाहिँ धेरै राम्रो भएको छ भन्ने बेलामा चाहिँ यो खालको भिडियो आउँदाखेरि चाहिँ एक प्रकारको लागेर आयो क्या।
त्यत्रो स्ट्रेन्थनिङ, त्यत्रो ट्रेनिङ, त्यत्रो दुनियाँभरको गरेको कुरा कहाँ गएछ त, होइन? त्यो लाग्यो क्या मलाई। अनि अर्को कुरा, एउटा कुरा चाहिँ फेरि त्यो भिडियोले के पनि देखायो भनेदेखि अहिलेका शिक्षक शिक्षिकाहरू, थुप्रै शिक्षक शिक्षिकाहरू अयोग्य खालको रहेछन्, अथवा ट्रेनिङ पाएर पनि त्यो ट्रेनिङलाई उपयोग गर्न नसक्ने खालको रहेछ जस्तो पनि लाग्यो। तपाईँहरू आफै भन्नुहोस् त, यदि एउटा आर्मी मान्छेले अथवा बिएसएफको कुनै एउटा जवानले म त यो बोर्डरमा बस्दिनँ, अब खतरा रहेछ नि, त्यहाँ त हामी त सेफ्टी नै छैन त्यहाँ भनेर भन्यो भनेदेखि चाहिँ के हुन्छ होला? त्यो मिल्यो कुरा? मिलेन, होइन? मिलेन नि, मिलेर के मिल्यो? यदि त्यसो भन्यो फोर्सले, आर्मीले चाहिँ त्यसो भनिदियो, अथवा युद्धमा जाँदिनँ भनेर आर्मीहरूले भन्यो भनेदेखि चाहिँ सिभिल सोसाइटी के हुन्छ होला? कति असुरक्षित हुन्छ त? र ऊ चाहिँ त्यो आर्मी चाहिँ शत्रुसँग लडाइँ गर्नु चाहिँ ऊ आफ्नो सेफ्टीको लागि होइन, सिभिल सोसाइटीको सेफ्टीको लागि लड्दै गरेको हुन्छ। त्यस्तै एउटा शिक्षकले जुन पनि उसले युद्ध जस्तै हो, टिचिङ भनेको कुरा युद्ध जस्तो हो। अरू मान्छेलाई त त्यस्तो भयङ्कर केही जस्तो लाग्दैन, गयो स्टुडेन्टको अगाडि गयो बसेर गरेर कराए भइहाल्छ भनेर भन्नु हो कतिजनाले, तर त्यस्तो सजिलो हुँदैन, युद्ध जस्तो हुन्छ टिचिङ भन्ने कुरा। अनि त्यो युद्धमा चाहिँ जो इन्क्यापेबल हुन्छ नि, उसले चाहिँ यो कामलाई मन पराउँदैन, हामी त यस्तो छ भनेर भन्छ। तर त्यो आर्मी पनि जो इन्क्यापेबल हुन्छ ऊ चाहिँ त्यतिखेर छुट्टी माग्छ, छुट्टी पाउँदैन नि, त्यतिखेर इमर्जेन्सी भन्छ, पाउँदैन छुट्टी, त्यस्तो। र योले चाहिँ यो जुन कुरा भयो, यो कुराले चाहिँ एक प्रकारले हेर्दाखेरि चाहिँ शिक्षकको अहिलेको अयोग्यता देखाउँछ, प्रदर्शित गर्छ एउटा कुरा। अनि शिक्षकले अहिलेको समयलाई ऊ शिक्षक नभइकन शिक्षक पेसामा लागेको भन्ने देखाउँछ एउटा कुरा। अनि उसको ऊ के अरे प्रोफेसनको लागि ठिक रहेनछ, उसले व्यर्थैमा तलब खाँदै रहेछ भन्ने कुरा सिकाउँछ। एउटा एडमिनिस्ट्रेटरले, एजुकेसनल एडमिनिस्ट्रेटरले जब टिचरले कामै गर्दैन, टिचरले पढाउँदैन, फल्नाको स्कुलको हेडमास्टरले कामै गर्दैन, फल्ना स्कुलको प्रिन्सिपलले कामै गर्दैन, जुन अफिसको एडमिनिस्ट्रेटरले भन्छ नि, त्यो एडमिनिस्ट्रेटर ऊ आफै चाहिँ गैबर भन्छु म चाहिँ। ऊ ठिक भए पो काम गर्छ त, होइन? र जहिले तहिले हेर्नुहोस् है, यदि तलकोलाई तपाईँले गाली दोष लाउनु हुँदैछ भने तपाईँ आफैमाथि आउँछ त्यो दोष। एउटा सिइओ साहबले चाहिँ फल्ना स्कुलको हेडमास्टर त खत्तम छ नि, फल्ना स्कुलको प्रिन्सिपल त खत्तम छ नि भने नि, त्यो हेडमास्टरको बेइज्जत होइन, त्यो प्रिन्सिपलको बेइज्जत होइन, त्यो सिइओ साहबको बेइज्जत हो। त्यस्तै प्रकारले एउटा हेडमास्टरले मेरो त टिचरले कामै गर्दैन भन्यो भने ऊ आफै ऊ अयोग्य मानिन्छ। हेर्नुहोस् है, ऊ अयोग्य मानिन्छ, त्यो टिचर नराम्रो देखिँदैन। र यो प्रकारले हेर्नु पऱ्यो, पर्सपेक्टिभ चाहिँ यो प्रकारले हेर्नु पऱ्यो। र यो कुराले, यो भिडियोले मैले त्यहाँनिर मेरो के अरे फेसबुक प्रोफाइलमा हालिनँ, मैले त्यसलाई पर्मिसन दिनँ। किन दिनँ भने कि यसले इन्डाइरेक्टली टिचरकै बेइज्जत गर्छ, टिचरकै इज्जतलाई, प्रेस्टिजलाई टार्निस गर्छ। योले टिचरहरू इन्क्यापेबल टिचरहरू रहेछ भन्ने खालको आउँछ, बुझ्नुभयो क्या? र त्यसले गर्दाखेरि त्यो भन्ने कुरा हो। अनि अर्को कुरा, यसलाई निवारण गर्नको लागि लौरो चाहिन्छ, गाली गर्नै पर्छ भन्ने छैन नि, कुट्नै पर्छ भन्ने छैन नि, स्कुलबाट एक्सपेल गर्नै पर्छ नानीहरूलाई भन्ने छैन। हेर्नुहोस् है, यसलाई हाम्रोमा एउटा त तपाईँहरूले के अरे प्यारेन्ट टिचर के अरे एसोसिएसन हुन्छ, मदर टिचर एसोसिएसन हुन्छ। त्यो एसोसिएसनलाई कसरी तपाईँहरूले युज गर्नुहुन्छ? मदरहरू आउँदैन, प्यारेन्टहरू आउँदैन भनेर भन्नु भने तपाईँको उयो कमजोरी हो। तर त्यो आउने बनाउनु र त्यसलाई कसरी उचित प्रकारले प्रयोग। अहिले हेर्नुहोस् त कतिवटा स्कुलमा प्यारेन्टहरू आएर एकदम जसलाई गरिदिन्छ काम। त्यो किन भन्दाखेरि क्यापेबिलिटी हो नि त, त्यो स्कुलको टिचरको, त्यो स्कुलको हेडको क्यापेबिलिटी हो। त्यस्तो हुनु पर्यो। अहिलेको जमानामा त्यो के अरे उहिले तरवार लिएर अकबरको टाइमको युद्ध गर्ने क्यापेबिलिटीले चाहिँ अहिलेको युद्धमा जानु सक्दैन आर्मी। अहिलेको युद्ध जस्तो प्रकारको हाई हतियार एडभान्स इक्विपमेन्टसँग हुन्छ नि, एडभान्स वेपनसँग हुन्छ, त्योसँगै ऊ पनि पारङ्गत भएको हुनुपर्छ, त्योसँग वेल ट्रेन्ड भएको पर्छ, अनि त्यो चलाउन सक्ने हुनुपर्छ।
उहिलेको तरवार चलाउने भएर अहिलेको युद्धमा जानु खोजेको जस्तो हुँदैन र त्यो कुराले त होइन। त्यो एउटा हो। अर्को कुरा प्यारेन्ट टिचर एसोसिएसन छ एउटा, मदर टिचर एसोसिएसन छ अर्को, स्कुलमा स्टुडेन्ट काउन्सिल अथवा हामी बाल सांसद भन्छौँ त्यो बनाएको छ, त्योलाई युज गर्नु पऱ्यो होइन। त्यहाँदेखि भएन स्कुल एडमिनिस्ट्रेसन हुन्छ, त्यसलाई युज गर्नु पऱ्यो, एसएमसीलाई स्कुल म्यानेजमेन्ट कमिटीलाई युज गर्नु पऱ्यो र यस्तो चारैपट्टिबाट लगेर नानीहरूलाई डिसिप्लिन बनाउनु पऱ्यो एउटा कुरा। अर्को कुरा के पनि छ भन्दाखेरि चाहिँ उहिलेको जमानामा चाहिँ नानीहरूको अब फेल बनाउने जमाना थियो नि त। फेल बनाउने जमाना हुनाले गर्दाखेरि क्लास 6तिर आउँदाखेरि त जवान भइसकेको हुन्थ्यो क्या, पुरा बेन्च बजाएर चाहिँ गीत गाउन थाल्ने हुन्थ्यो, त्यो खालको हुन्थ्यो। टिचर राम्री गुरामा आयो भने साइड खेल्ने खालको केटाहरू भइसकेको हुन्छ, ह्यान्डसम सर आयो भने साइड खेल्ने खालको केटीहरू भइसकेको हुन्थ्यो त्यतिखेर चाहिँ। र अहिले त तपाईँको यो के अरे नो डिटेन्सन पोलिसीले गर्दाखेरि अहिले त हाम्रो सानै उमेरकै नानीहरू माथि क्लासमा पुगेको हुन्छन् र उनीहरूलाई सम्झाउन अलिकति सजिलो हुन्छ, उनीहरूलाई फकाउन सजिलो हुन्छ, मोटिभेट गर्न सजिलो हुन्छ। अर्को कुरा अहिलेको सोसाइटी जुन छ, अहिलेको त्यतिखेर फर्स्ट जेनेरेसन लर्नर थियो र त्यतिखेर कस्तो खालको ब्रुट नानीहरू हुन्थ्यो होला, अहिले त त्यस्तो छैन नानीहरू, त्यो पनि भयो एउटा होइन। र त्यसले गर्दाखेरि चाहिँ अहिलेको भनौँ भनेदेखि चाहिँ त्यतिखेरको नानीहरूलाई कन्ट्रोल गर्नुभन्दा अहिलेको नानीहरूलाई कन्ट्रोल गर्नु धेरै सजिलो हुने हुन्छ। तर त्यो कन्ट्रोल चाहिँ कसरी गर्नुपर्ने हो भन्दाखेरि चाहिँ ऊ आफै डिसिप्लिन भएर, यदि कुनै पनि टिचर वेल डिसिप्लिन छ, एकदम पङ्क्चुअल छ, एकदम ऊ मेन्टर जस्तो छ, ऊ जहिले तहिले गाइडको जस्तो छ, ऊ जहिले तहिले फेसिलिटेटर जस्तो छ, जहिले तहिले उसले नानीहरूलाई माया गर्छ, राम्रो बाटो देखाउँछ, सदैव सदाचारको कुरा देखाउँछ, डिसिप्लिन सिकाउँछ, पढाउँदाखेरि राम्रो पढाउँछ। कतिजनाले बुझेको छैन भने बोलाइ सम्झाएर पढाइदिन्छ, दोहोऱ्याइ गरेर सम्झ, त्यो टिचरलाई कसैले ह्युमिलेट गर्दैन, लु त्यो टिचरलाई कसैले बुल्ली गर्दैन, त्यो टिचरलाई कसैले पनि के अरे क्रिटिसाइज पनि गर्दैन। त्यो टिचरले अटोमेटिकली डिजर्भ गर्छ क्या नानीहरूबाट रेस्पेक्ट, त्यस्तो हुन्छ। र कसैले बरु अरूले नराम्रो भन्यो भने पनि उसले डिफेन्ड गर्छ आफ्नो टिचरलाई। र त्यसो हुनाले गर्दाखेरि यहाँनिर शिक्षक को पनि आफैमाथि पनि आफ्नो भूमिका हुन्छ र विभिन्न तरिका छ। त्यस्तै प्रकारले अब साह्रै भयो भने त पुलिस प्रशासन पनि त छ नि त होइन, कानुन पनि छ नि त। साह्रै भयो भने त्यसो गर्न पनि सकिन्छ। तर त्यो कानुनमै पछाडि जानुपर्ने त्यस्तो नौबत आउँछ के त, आउँछ जस्तो लाग्दैन। र नानीहरूलाई चाहिँ मोटिभेट गर्नु चाहिँ त्यही नै हो। आफू चाहिँ उयो बसेर नानीहरूलाई मात्रै गराउनु भएन, जहिले तहिले आफूले लिडरसिप लिनु पऱ्यो। मैले जहिले तहिले सेयर्ड लिडरसिप अस्तिदेखि भन्दै आउँदैछु नि, अचक्लाइन इन द वर्ल्डमा पनि मैले भन्नै खोजेको त्यही छु, सेयर्ड लिडरसिप। स्कुल भनेको एउटा फ्यामिली हो, जहाँनिर एकजनाको के अरे नानीको डिसिप्लिन राम्रो हुनमा, नानी वेल डिसिप्लिन हुनमा भनौँ न, नानी वेल डिसिप्लिन हुनमा प्रत्येक स्कुलको फ्यामिलीको त्यो उयो हुन्छ क्या, हात हुन्छ। म हेड सरको पुऱ्याइदिन्छु भन्ने जमाना गयो, बदमास गर्छस् हेड सरको अफिसमा लान्छु भनेर भन्ने जमाना गयो। आफूले जिम्मा लिनुपर्छ, आफूले जिम्मा लिनु पऱ्यो। र जुन दिन तपाईँले त्यो जिम्मा लिनुहुन्छ र तपाईँले फेसिलिटेटरको काम गर्नुहुन्छ, तपाईँ गाइडको काम गर्नुहुन्छ, तपाईँ मेन्टरको काम गर्नुहुन्छ, तब तपाईँलाई कसैले बुली गर्दैन, कसैले इन्टिमिडेट गर्दैन, कसैले तपाईँलाई सेमिङ गर्दैन, अनि तपाईँलाई कसैले पनि ह्युमिलेट गर्दैन। तर आफूले रेस्पेक्ट डिजर्भ गरिएन भनेदेखि अहिलेको नानीहरूले तपाईँहरूलाई रेस्पेक्ट पक्कै गर्दैन। तपाईँलाई मात्र होइन, कसैलाई पनि रेस्पेक्ट गर्दैन। त्यस्तो हुन्छ, डिजर्भ गर्नु पऱ्यो रेस्पेक्ट, त्यस्तो हुन्छ एउटा कुरा। अर्को कुरा, अहिले हामीले त्यो प्रकारले चाहिँ सोचेनौँ भनेदेखि, त्यो प्रकारले के हो त्यो प्रकारले हामीले लिएनौँ भनेदेखि चाहिँ आज मात्रै होइन ह्युमिलेसन टिचरले सहनुपर्ने, आजको 10 वर्षमा पनि त्यसरी नै सहनुपर्ने हुन्छ, 20 वर्ष बाद पनि त्यस्तै हुन्छ, 50 वर्ष बाद पनि, अझ सेन्चुरी बाद पनि त्यस्तै खालको ह्युमिलेसन टिचरले सहनुपर्छ यदि टिचरले आफै जिम्मा लिनु सकेन भने। हाम्रो बुढो हाम्रो प्रिन्सिपल म्याडम केही भन्दैन, हामी त सिलेबस सक्नु त हो नि, गयो क्लासमा पढायो, आफ्नो पिरियड पछाडि लाग्यो, केही त भन्ने होइन। हाम्रो हेडमास्टर यस्तो त हो, केही भन्दैन, गयो सिलेबस सक्यो, पढाउनु त हो।
त्यो खालको गर्नुभयो भने तपाईँले यो इन्टिमिडेसन अथवा यो ह्युमिलिएसन पछि कैयौँ वर्ष पछाडिसम्म पनि त्यो पुस्ताको टिचरहरूले पनि सहनुपर्छ। त्यो कुरा चाहिँ याद गरिदिनुहोस्। र यही भन्न चाहन्छु। र आफूले थुप्रै तरिकाहरू छन्, ती तरिकाहरूलाई प्रयोग गर्नुपर्छ। कहिले पनि नानीहरू वेल डिसिप्लिन भएर घरबाट आउँदैनन्। अहिले अब हाम्रोमा आउने नानीहरू तपाईँलाई थाहा छ, हाम्रो गभर्मेन्ट स्कुलमा आउने नानीहरू कस्तो घरानाबाट आउँछ। म सधैँ भन्छु त लिस्ट लास्ट एन्ड लस्ट चाइल्ड चाहिँ हाम्रोमा आउँछ। जसले चाहिँ के अरे प्राइभेट स्कुल पढाउन सक्दैन नि, अथवा प्राइभेट स्कुल पढाउँदाखेरि के हुन्छ त्यही ज्ञान पनि छैन नि, उहाँहरूको नानीहरू हाम्रोमा आउँछ। र तपाईँहरूले एक्सपेक्टेसन उहाँबाट राख्नु गाह्रो कुरा हो। उहिले हाम्रो पालामा टिचरहरूले के भन्थ्यो नि, यति घरमा गएर होमवर्क नगरी आउँछ, नपढी आउँछ, बाबुआमाले केही पनि गरिदिँदैन, पढ्नै नजान्ने नानी छ भन्थ्यो। पढ्नै नजान्ने नानी छ र स्कुल आउँछ, पढ्नु जान्ने छ भने त किन आउँथ्यो स्कुल, र हामी टिचरलाई किन राख्थ्यौँ भनेर भनिदिन्थेँ कि म। त्यस्तै हो। र जुन दिनसम्म यो जमात चाहिँ के अरे सिक्किममा छ नि, त्यो दिनसम्म मात्रै सरकारी स्कुल चल्ने हो। र हामी तपाईँहरू ह्युमिलेसन सहन चाहनुहुन्छ कि रेस्पेक्ट थाप्न चाहनुहुन्छ, त्यो तपाईँहरूको हातमा छ। र जुन दिन चाहिँ यो जमातको पनि बुद्धि आउँछ नि, त्यो दिनदेखि हाम्रोमा नानीहरू कुनै पनि हुँदैन, स्कुलहरू सबै क्लोज हुन्छ। त्यो याद गर्नुहोस्। र मैले जुन कुरा भने यो मेरो अघि पनि भनेको छु है, एकदम नितान्त व्यक्तिगत विचार हो। र यसले मैले थुप्रै जो यत्रो ट्रेनिङ दिएर पनि नसुध्रिएको र अहिले पनि नानीहरू एकदम आफू भयङ्कर भएर आउन्, एकदम मैले रेस्पेक्ट मलाई दिइरहोस् भन्ने खालको सोच राख्ने खालको सर गुरुआमाले चाहिँ पक्का पनि यो कुरालाई एकदम नकार्नुहुन्छ है। र पक्कै भन्छु म। र तर जो पनि ड्युटीफुल टिचर हुनुहुन्छ, जो वेल ट्रेन्ड टिचरहरू हुनुहुन्छ, जो चाहिँ म केही न केही गर्छु भनेर सोच्नुहुन्छ है, एउटा कुरा सामाजिक भावना पनि हुनुपर्छ एउटा शिक्षककोमा। त्यस्तो भावना भएको शिक्षक शिक्षिका हुनुहुन्छ, मेरो कुरालाई पक्का मान्नुहुन्छ। तर अल्छे टिचर त्यो ड्युटीलाई यस्तो बाद दमडीको लागि मात्रै गर्ने हुन्छ नि, महिना मरुन्जेल त्यो मोबाइलमा ट्रेक्क बज्ने त्यो गर्ने खालको टिचरले यो मैले भनेको कुरा पच्दैन। र उहाँहरू मसँग रिसाउनुहुन्छ, त्यो चाहिँ म भन्छु। र यति भन्दै निकै लामो भयो भिडियो, र यति भन्दै यो भिडियोलाई यहीँ राखेँ। र तपाईँहरूलाई मन दुख्यो भने दुखाउनुहोस्, रिस उठ्यो भने रिसाउनुहोस्, मलाई केही छैन, म त्यही भन्छु हो। तर मेरो कुरा चाहिँ कतिको सत्य छ भन्ने कुरा चाहिँ छातीमा हात राख्नुहोस्, त्यहाँदेखि सोच्नुहोस्। र त्यो सोच्दाखेरि मात्रै तपाईँलाई थाहा हुन्छ म अयोग्य रहेछु कि योग्य छु भन्ने कुरा। पहिला आफूलाई योग्य बनाउनुहोस्, त्यहाँदेखि अरूको अयोग्यता बताउनुहोस्। त्यही भनेको क्या। हस्, बाई बाई।